शारदाको भूमिमा ललितपुर महानगरको कला, प्रगाढ सम्बन्ध र आत्मीयताको अनुपम नमुना। गुराँस र काफलका रुखहरूले घेरिएको पहाडको थुम्को, उखर माउलो गर्मीमा पनि चिसो हावाको स्पन्दन। यो हो सल्यान शारदा नगरपालिकाको वडा नम्बर 10 मधाना स्थित सिद्ध पार्क। पार्क पुग्दा दिउँसोको 2 बजेको हुँदो हो। फूलमाला लिएर बेग र प्रतीक्षामा थिए स्थानीयहरू। शारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको प्रतिनिधि मण्डललाई सुन्दर प्राकृतिक थलोमा घुमाउन शारदाका नगर प्रमुख प्रकाश भण्डारी स्वयं आउनु भएको थियो सिद्ध पार्क। मित नगर प्रमुख र आफ्नै पालिकाका नगर प्रमुखसँग भेट्न र साक्षात्कार गर्न पाउँदा निकै हर्षित थिए स्थानीयहरू। सिद्ध पार्क दुवै पालिकाका नगर प्रमुखहरूको लागि विशेष ठाउँ थियो, किनकि उक्त पार्कमा ललितपुर महानगरको सहयोगमा सिद्ध बाबाको मन्दिर बन्दै थियो। सिद्ध पार्कको मूल जरो गाड्ने शारदा नगरपालिका प्रमुख लगायतका ललितपुरका मेयर साहबज्यू लगायत त्यसै गरी हाम्रो तारकेश्वरका नगरपालिकाका मेयर साहबले सहायता दिनुभएको थियो। यो भूमिका हाम्रो प्रकाश भण्डारीको हो र विशेष गरी म उहाँहरूलाई मुरी धन्यवाद। ललितपुर महानगरपालिकाबाट सल्यानको यो सल्यान जिल्लामा, त्यसमा पनि शारदा नगरपालिकाको 10 नम्बर वडाको यो डाँडामा जस्तै आइदिनु भयो ललितपुर नगरपालिकाको नगर प्रमुख लगायतको सम्पूर्ण आदरणीय सर म्याडमलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। महानगरले भगिनी सम्बन्ध कायम भएको पालिकालाई कला, संस्कृति, सम्पदा झल्कने पूर्वाधार निर्माणका लागि गर्ने गरेको सहयोगको यो एउटा श्रृङ्खला थियो। मन्दिर बनाउने क्षेत्र र भौगोलिक अवस्थाको अवलोकन गर्न तय गरिएको समय थियो त्यो। मलाई ऊर्जावान साथीहरूको साथ चाहियो। यस्ता चिजहरू धेरै गरौँला। यो भूतले खाजा खाने बेला मेयर बनेको छु म अहिले। राज्यसँग बजेट छैन, पैसा छैन, कसैले पैसा दिँदैन। यस्तो बेला त मैले काठमाडौँमा भ्यालीमा रहेको ललितपुर महानगरपालिकाको मेयर यत्रो डिप्लोमेटिक मान्छे, यत्रो बुझेको मान्छेसँग कन्भिन्स गरेर दाइले हामीलाई यत्रो कुरामा सहयोग गर्न सक्नुहुन्छ भने अरू धेरै चिज गर्न सकिन्छ नि। आदरणीय चिरीबाबु महर्जन दाइप्रति म कृतज्ञ छु। फेरि दोहोऱ्याउँछु, तपाईँको नगरपालिका, तपाईँको कार्यपालिका, तपाईँको नगरसभाप्रति धेरै धेरै धन्यवाद। आज अवसर जुर्यो दाइ, तपाईँले समय दिनुभयो। अब यही बिचमा हामी एउटा मन्दिर बनाउँछौँ। त्यो मन्दिरको हाम्रो अलरेडी डिपिआर भइसकेको छ। यो ठाउँलाई रोज्नुको पनि कारण छ। आज चिरबाबु दाइ जुन सहर, सबैभन्दा ठुलो सहरको चाहिँ नेता हुनुहुन्छ, यो गाउँमा के पीडा छ, के बाधा व्यवधानहरू छ, दाइले आफ्नो आँखाले हेर्नुभयो भने होइन त्यो फलानु पालिका भन्दा शारदा नगरपालिकालाई मैले बढी माया गर्नुपर्छ भन्ने उहाँको दिमागमा मात्रै आएछ भने पनि उहाँ सम्भावित लिडर भोलि मान्ने हुनुहुन्छ, भोलि मन्त्री हुन सक्नुहुन्छ। त्यो भयो भने त दाइलाई शारदा नगरपालिका भन्दा अरू के चिजको माया लाग्ला। प्रत्यक्ष रूपमा यसरी चाहिँ फिल्डमा आएर यसरी चाहिँ चिरीबाबु महर्जन यति सजिलो मान्छे होइन। उहाँ चाहिँ काठमाडौँ आफ्नो भ्यालीभन्दा बाहिर, ललितपुरभन्दा बाहिर जानु पर्यो भने उहाँ अधिकांश विदेश जानुहुन्छ। किनभने जसरी मैले मेहनत गरेर काठमाडौँ गएर ललितपुर महानगरपालिकासँग, तारकेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध गाँसे जस्तै दाइको पनि इन्टरनेसनल फोरममा भगिनी, जस्तो 80 लास्ट आवर अन्तिम समयमा त्यो दाइले रसियामा चाहिँ गएर भगिनी सम्बन्ध स्थापना गरेर आउनुभयो। हिजोसम्म तपाईँहरू को मतलब थिएन। नेपाली दाजुभाइको नाताले चाहिँ हेरिन्थ्यो होला, बोलिन्थ्यो होला। तर अब उपरान्त तपाईँहरू हाम्रो ललितपुर महानगरपालिकाको तपाईँहरू सबै मित हुन्। कोही एकजना मित मर्यो भने अर्को मितको परिवारलाई चाहिँ जुठो लाग्छ। अब यसले चाहिँ बुझ्नु पर्यो होइन। अब हामी कतिको नजदिक भइसक्यो।
हामी काठमाडौँ जतिको सम्पन्न त छैनौँ, तर हामी गरिब छैनौँ, ठिक्कको छ। जति छ त्यसमा हामीले चित्त बुझाएर बसेका छौँ। भएको कुरालाई हामीले एकदमै उच्च स्तरले कतै दुरुपयोग नहुने गरिकन सदुपयोग गरिरहेका छौँ। त्यही सदुपयोग गरेको रकम मध्येमा केही रकम चाहिँ हामीले हाम्रो मिट नगरपालिका गाउँपालिकाहरूलाई चाहिँ हामीले सहयोग स्वरूप दिने गरेका छौँ। त्यो मध्येमा यो वर्ष हामीले थोरै रकम विनियोजन गऱ्यौँ। त्यो रकमबाट चाहिँ यो यस्तो एकदमै राम्रो ठाउँमा एउटा जुन मन्दिर बनाउन गइरहेको छ सिद्ध बाबाको मन्दिर, त्यो मन्दिर बनाउनको निमित्त हाम्रो मेयर साहबले गर्नुपर्ने विधि विधान सबै पुरा गरिसक्नु भएको छ। तसर्थ अब यो मन्दिर बन्नेवाला छ र यो मन्दिर बनिसकेपछि पक्कै पनि मितको मनमा अर्को पनि केही गरौँ, केही सहयोग गरौँ भन्ने भावना त उब्जन्छ नै। तसर्थ यो मन्दिर बनिसकेपछि फेरि आउँला। सादा नगरपालिकाले दिन दुगुना रात चौगुनी रूपमा विकास गर्दै जाँदाखेरि पनि इट टेक्स टाइम, समय लाग्छ, तर बन्छ। उहाँ जतिको मेयर पाउनु तपाईँहरूको निमित्त ज्यादै नै वरदान साबित हो। उहाँले चाहिँ जे जति उहाँको एकाडेमिक क्वालिफिकेसन, उहाँको चाहिँ जुन किसिमको मतलब परिश्रम गर्ने बानी, उहाँको जति होमवर्क गर्ने चलन छ, बानी छ, त्यो भनेको तपाईँहरूको निमित्त एउटा वास्तवै भन्ने हो भनेदेखि सम्पत्ति हो, एसेट हो। जीवन स्तर उकास्नको निमित्त तपाईँहरूको चाहिँ पर क्यापिटा इन्कम बढाउनको निमित्त उहाँले चाहिँ धेरै काम गर्दै हुनुहुन्छ। र मलाई जहाँसम्म लाग्छ अघि भने जस्तै नतिजा भनेको एकैछिनमा देखिँदैन, केही समय लाग्छ, तर उहाँको जुन प्रयास छ, भगीरथ प्रयास छ, त्यो भगीरथ प्रयासको नतिजा चाहिँ छिटै निस्कन्छ भन्ने कुरा मैले यहाँ समझ निवेदन गरेँ। ललितपुर महानगरपालिकामा चाहिँ हामीले धेरै असल कामहरू गरिसकेका छौँ। ती असल कामहरू हामीले बेस्ट प्र्याक्टिस भन्छौँ। असल कामहरू हामी हाम्रो मेयर साहबलाई, शारदा नगरपालिकालाई पनि हामी सिकाउन चाहन्छौँ। यहाँको बेस्ट प्र्याक्टिसेसहरू पनि, यहाँको असल कामहरू पनि हामी सिक्न चाहन्छौँ। र यो शारदा नगरपालिकाको निमित्त हामीले वार्षिक रूपमै हामी चाहिँ सहयोगको रकम हाम्रो रातो पुस्तिकामा लेखेर हामी सहयोग गर्छौँ। बस अब एक मागले जाडो जाँदैन भने जस्तै आज पहिलोचोटि मिटहरूको अनुहार हेरेँ होइन, भेट्दैछु, हामी भेट्दैछौँ यहाँहरूसम्म चाहिँ। अब एकैचोटि भेटेर सबै कुरा भन्न गाह्रो पनि पर्छ, सुन्न पनि गाह्रो पर्छ। अब पनि हामी भेट्दै गरौँला। अब मन्दिर बनिसकेपछि उद्घाटन गर्नको निमित्त फेरि आउँला, त्यो बेला पनि हामी तपाईँहरूसँग सुख दुःखको कुरा गरौँला है त। सिद्ध पार्कमा मन्दिर सहित पार्कका लागि अत्यावश्यक अन्य संरचना समेत थपिने क्रममा छन्। यसले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने निश्चित छ। निर्माण सुरु हुँदै गरेको शारदाको भूगोलमा रहने ललितपुरको कला कौशल झल्कने दुई सहर बीचको सम्बन्धलाई जीवन्त र प्रगाढ बलियो बनाउने त छँदैछ। शारदा र ललितपुरवासी बीचको निकटता र सम्बन्धलाई अझै न्यानो र स्थायी बनाउने निश्चित छ।